कोरोना पछि के भइसकेछ भने विद्यार्थीमा एउटा पढ्ने खालको जुन प्रवृत्ति त अलिकति डिक्रिज भएछ। विद्यार्थीमा पोटेन्सियलको कुनै कमी छैन, विद्यार्थीमा इनर्जीको कुनै कमी छैन, तर मलाई लाग्छ यो जुन कन्सेप्ट आयो अनलाइन क्लासको त्यसपछि अनलाइनको यो ड्रबब्याकमा छ भने मोबाइल ल्यापटप अनि विद्यार्थी पढाइ भन्दा अरू पनि सेक्टरमा अलि इन्भल्भ भइसक्यो। रिजल्ट के आयो अनि एकतिर अलि इनर्जी कम भयो, अरूतिर इनर्जी बढी भयो, दुईटैको बीचमा ग्याप हुँदा हुँदा यो ग्याप लामो हुँदैछ। तो विद्यार्थीलाई राम्रोसँग सजेसन दिनुपर्छ, त्यसको क्यारियरको बारेमा भन्नुपर्छ अनि क्यारियरको बारेमा भनेर त्यसपछि अगाडि कदम बढाउनुपर्छ। एकदम। अहिले मैले मुख्य कहाँ जोडे भने अहिले तपाईले सोशल मिडियाको कुरा भनिदिनु भयो। हजुर, म पनि लामो शिक्षण गरेको मान्छे हुँ। अहिले विद्यार्थीहरूमा पढ्ने जुन कालो अक्षरसँग टाढा गइराखेका छन्। अहिले विद्यार्थीहरू खासमा अडियो क्लासेसतिर बढी, भिजुअल क्लासेसतिर बढी मेहनत गर्ने काम अहिले कम गर्दैछन्। म ठाकुराम क्याम्पसमा एकचोटि गए ल, अहिले बसेको छु कुनै